ओइ के भने नमस्कार भनेको मैले बुझिन। अब बुझ्नलाई त मगरको छोरो भएर जन्मिनु पर्यो नि त हजुर। नमस्कार नै भनेको हो के? हेर्नुस् त हामीले हाम्रो सभ्यता र संस्कृति नबिर्सिए त स्वर्गमा पनि यो सम्मान पाइने रहेछ। जन्म पनि नेपालमा नै नेपाली नै भएर जन्म लिन पाऊँ महाराज। होइन, नेपालमा नै दरबार चाहिँ किन नि? सिंह दरबार पनि जलिसक्यो। फेरि एक छाक मिठो खाना लाउन परदेशिनु पर्ने देशमा त्यही जन्मिन किन महत्त्वाकांक्षा राख्यौ नि? को हो नि लखन थापा मगर? महाराज आजभन्दा 149 वर्ष अगाडि गोर्खाको मुकुटमा झुन्ड्याइ बारी आएको थियो महाराज। निरङ्कुश जहानिया राणा शासन विरुद्ध प्रजातन्त्र ल्याउन पहिलो आवाज उठाउने व्यक्ति रहेछ। आफ्नै देशमा आफ्नैसँग परिवर्तनको नाममा मर्नुपर्ने स्वर्ग जस्तै अरू कुनै ठाउँ छ भने त्यो नेपाल नै हो भनेर देवलोकमा चर्चा हुन्छ। आज सुनै सुनको गहनाले सजिएको म भन्दा तिम्रो जातले पाएको पोसाकको सौन्दर्यले स्वर्ग उज्यालो देखिएको छ। तिमीहरू जस्तै संस्कृति परिचयको लागि मरिमेट्ने मानिसहरू पृथ्वीलोकमा सयौं वर्ष बाँचिरहनु। लखन थापा मगर सांस्कृतिक सङ्ग्रहालय निर्माणमा सहयोग गर्नेलाई सयौं वर्ष नपुगी नउठाउनु। सहयोग गर्ने र अभियानमा लाग्ने सबैलाई कालान्तरमा स्वर्गको सुनको दरबारमा लगेर राख्नु। तथास्तु। सांस्कृतिक सङ्ग्रहालय निर्माण सहयोग गर्नेहरूको जय। टिकट काटेर आज कार्यक्रम हेर्न आउनेहरूको जय। महाराज इन्द्रदेवको जय होस्, जय होस्। महाराज नेपालदेखि एउटा मगरलाई उठाएर ल्याए। ओइ महाराजलाई प्रणाम गर। धरले जेबे सेविङे पाऊ। ओइ के भने नमस्कार भनेको मैले बुझिन। अब बुझ्नलाई त मगरको छोरो भएर जन्मिनु पर्यो नि त हजुर। नमस्कार नै भनेको हो के? यमराज, अनि यसको पाप धर्म जाँचबुझ गर्यौ त? खै महाराज, यसले त आफै पोको बोकेर ल्याएको छ। को पोको हो? खोलेर देखाऊ। यो खैजेडी र मादल हो हजुर। उसो भए बजाएर सुनाऊ। नाचमा बिन्ती गर्दा ननाच्ने महाराज आज यो मगरले गीत गाउँदा प्रसन्न बनी नाच्नु भयो। यसरी महाराज हजुर नाचेको कहिले देखेको थिइनँ। महाराज अब यसलाई कतिको राडौँ? उसलाई कुरा होइन, उसलाई फुलको माला लगाइदिनु।
हेर्नुस् त हामीले हाम्रो सभ्यता र संस्कृति नबिर्सिए त स्वर्गमा पनि यो सम्मान पाइने रहेछ। तिम्रो संस्कृतिको शक्तिको वर्णन मैले पनि गर्न सक्दिनँ। संस्कृति संस्कार प्रतिको मोहदेखि म प्रसन्न भएँ। तिमीलाई सयौं जुनीसम्म स्वर्गमा नै जिउन एउटा सुनको दरबार उपहार दिनेछु। दरबार त होस्ने भन्न चाहन्छु महाराज, तर स्वर्गमा होइन, नेपालमा। अनि जन्म पनि नेपालमा नै, नेपाली नै भएर जन्म लिन पाऊँ महाराज। होइन, नेपालमा नै दरबार चाहिँ किन नि? सिंह दरबार पनि जलिसक्यो। फेरि एक छाक मिठो खाना लाउन परदेशिनु पर्ने देशमा त्यही जन्मिन किन महत्त्वाकांक्षा राख्यौ नि? सिंह दरबार जले पनि विश्वमा वीर भनी कहलिएको इमान, बहादुरिता र स्वाभिमान अझै ढलेको छैन महाराज। बरु एक छाक भुक्कै बसुला, तर आफ्नै भाषा, आफ्नै संस्कृति, आफ्नै भेष भएको स्वर्ग जस्तै सुन्दर देश नेपालमा नेपाली नै भएर जन्म लिन पाऊँ महाराज। ल ठिक छ, तिम्रो इच्छा नेपालमा नै नेपाली नै भएर जन्म हुनेछ। नेपालीहरू देश बनोस् नबनोस्, तर आफ्नो घर चाहिँ बनाउनु पर्छ भन्ने मानसिक प्रवृत्तिका हुन्छन् रे। भन, तिमी कस्तो घर बनोस् भन्ने चाहन्छौ? सबै नेपाली त्यस्तो हुन्न नि महाराज। घर त बनोस् नै भन्ने चाहना छ, तर सबैको साझा घर। साझा रे? कस्तो साझा? रिसानी माफ पाऊ इन्द्रदेव, मलाई घरभन्दा पनि मेरो अमर पुर्खा नेपालको प्रथम शहीद लखन थापा मगरको नाममा सांस्कृतिक सङ्ग्रहालय बनोस् भन्ने चाहना थियो। जिउँदो रहँदै देख्न पाउला भन्ने आशा थियो, देख्न पाइएन। नेपाल मगर सङ्घले पहल गरिरहेको छ। त्यस सांस्कृतिक सङ्ग्रहालयमा सबैको सहयोगबाट साझा भावनाका साथ लखन थापा मगर प्रतिको सम्मानको लागि सङ्ग्रहालय निर्माणले पूर्णता पाओस् भन्ने चाहना छ। लखन थापा मगर सांस्कृतिक सङ्ग्रहालय निर्माण अभियान सांस्कृतिक साझ नाचहरूमा राखेका होलान्। टिकट काटेर आएको पैसा सहयोग हुन्छ कि भन्ने हो, तर यसो हेर्दाखेरि त टिकट नकाटी चाहिँ धेरै जस्तो देखिन्छ। कसरी के गरी जसो गरी भए पनि लखन सांस्कृतिक सङ्ग्रहालय निर्माण सम्पन्न भएको हेर्न ठुलो धोको थियो इन्द्रदेव। प्रथम शहीद लखन थापा मगर अमर रहुन्। फेरि को हो नि लखन थापा मगर? महाराज, आजभन्दा 149 वर्ष अगाडि गोर्खाको मुकुटमा झुन्ड्याइ बारी आएको थियो महाराज। निरङ्कुश जहानिया राणा शासन विरुद्ध प्रजातन्त्र ल्याउन पहिलो आवाज उठाउने व्यक्ति रहेछ। इमानदार, कर्तव्यनिष्ठ देखेर स्वर्गको न्यायालयबाट सुनको दरबारमा आसन गराइराखिएको मान्छे हो लखन थापा मगर। ओहो, स्वर्गमा सुनको दरबार पो राखिएको छ। राज्यसँग प्रथम शहीदको घोषणाको लागि भिख माग्नु पर्यो, तर स्वर्गमा यो सम्मान छ लखन थापालाई। कोटी कोटी प्रणाम इन्द्रदेव। महाराज, सुनको दरबारमा नै रहे पनि लखन खुसी छैन। सुनको दरबारमा राख्दा पनि किन खुसी छैन लखन? के कुराको कमी भयो? महाराज, मृत्युवरणको 149 वर्षमा आएको केही समयमा निरङ्कुशबाट देश मुक्त भएपछि केही समय खुसी भएको थियो लखन। तर फेरि त्यो देशमा परिवर्तन भन्दै धेरै सयौं शहीदहरू भएपछि लखन रोइरहेको छ। झन् अस्ति खै जेन्जी आन्दोलनबाट मरेका कलिला विद्यार्थी आएदेखि उनीहरूको आत्मालाई सम्हाल्न लखन थापालाई साह्रै गाह्रो भइरहेको छ। स्वर्गमा पनि लखन रोइरहेको छ महाराज। नेपालबाट आएका हजारौं शहीदहरूलाई स्वर्गमा सम्मान साथ राख्दा पनि लखन थापा मगर खुसी छैनन् महाराज। खुसी पनि कसरी हुन् त बिचरा शहीदहरू? आफ्नै देशमा आफ्नैसँग परिवर्तनको नाममा मर्नुपर्ने। स्वर्ग जस्तै अरू कुनै ठाउँ छ भने त्यो नेपाल नै हो भनेर देवलो मोर्चा चाहन्छ। अन्य देशहरू देश बीच विकासमा प्रतिस्पर्धा छ, तर नेपालमा देश बनाउनेहरू पार्टी बनाउने व्यस्त छन्। स्वर्ग देशलाई नर्क बनाउँदैछन्। यमराज,
तिमी आजैदेखि केही समय पृथ्वी लोकको पनि नेपाल देशमा गएर बस। जसले शहीदको अपमान गर्छ, जसले शहीदको सपनामाथि खेलवाड गर्छ, देशलाई खोक्रो बनाउँछ, उसलाई उमेर नपुग्दै उठाएर नर्कमा पठाऊ। जसले नेपाल आमालाई रुवाउँछ, त्यसले स्वर्गको ढोका पनि टेक्न नपाओस्। जो आज्ञा महाराज। अनि यो मगरलाई के गरौँ महाराज? आज सुनै सुनको गहनाले सजिएको म भन्दा तिम्रो जातले पाएको पोसाकको सौन्दर्यले स्वर्ग उज्यालो देखिएको छ। तिमीहरू जस्तै संस्कृति परिचयको लागि मरि भेट्ने मानिसहरू पृथ्वी लोकमा सयौं वर्ष बाँचिरहनु। अरू सबै आफ्नो सन्तानको लागि भलो चिताउँछन्, तर यो बिचरा मगरको अन्तिम इच्छा नै लखन थापा मगर सांस्कृतिक सङ्ग्रहालय बनाउने भन्ने छ। यमराज, लखन थापा त्यो देशको पहिलो शहीद हुन्, त्यसैले उसको सम्मानको लागि जाऊ। धन भएकाहरूको मनमा बसेर सहयोग दिउँ बनाऊ। यस अभियानलाई खिल्ली उडाउनेलाई अचल्टाएर लडाऊ। अनि नेपाल मगर सङ्घलाई कति पनि विचलित नभई अगाडि बढ्न मनोबल शक्ति प्रदान गरेर आऊ। लखन थापा मगर सांस्कृतिक सङ्ग्रहालय निर्माणमा सहयोग गर्नेलाई सयौं वर्ष नपुगी नउठाउनु। सहयोग गर्ने र अभियानमा लाग्ने सबैलाई कालान्तरमा स्वर्गको सुनको दरबारमा लगेर राख्नु। तथास्तु, तथास्तु। सांस्कृतिक सङ्ग्रहालय निर्माण सहयोग गर्नेहरूको जय। टिकट काटेर आज कार्यक्रम हेर्न आउनेहरूको जय। नेपाल मगर सङ्घको जय। नेपाल मगर सांस्कृतिक सङ्घको जय। तपाईँ हामी सबै नेपालीहरूको जय। सुमनजी, एकचोटि अगाडि आइदिनुहोस् न। यति तालीले पुग्दैन होला नि, यति सुन्दर। एकचोटि पर्दामा लगाइदिनुहोस्। लगाइसक्नुभयो, पर्दा लगाइसक्नु भएछ। एकचोटि फेरि यति राम्रो सुन्दर यो नाटक